यो कालीगण्डकी जलविद्युत परियोजनाको ड्याम हो र यो कालीगण्डकी गाउँपालिका 7 मिर्मीमा अवस्थित छ र यही ड्यामद्वारा निर्मित करिब 7 किलोमिटर को तालमा तपाईले आदिमुहानदेखि जलयात्रा गर्न सक्नुहुनेछ, डुङ्गा यात्रा गर्न सक्नुहुनेछ। कालीगण्डकी गाउँपालिका यहाँहरूलाई हार्दिक स्वागत गर्दछ। कालीगण्डकी गाउँपालिका गण्डकी प्रदेश हो यो र यो पृष्ठभूमिमा तपाईहरुले देख्नु भएको यो ताल कालीगण्डकी जलविद्युत परियोजनाको ड्याम हो र यो ड्यामले झन्डै यहाँबाट माथि 7 किलोमिटर क्षेत्र ओगटेको छ र जहाँ तपाईहरुले विश्वविराट शिला शालिग्राम विष्णु भगवानको प्रतीकको रूपमा स्थापित शालिग्रामको दर्शन गर्न सक्नुहुन्छ र यहाँबाट त्यहाँ शालिग्रामसम्म तपाईहरुले स्टिमर डुङ्गा नेपालको पानी जहाज भनेर चिनिने डुङ्गा मार्फत तपाईहरुले करिब आधा घण्टाको यात्रामा विश्वविराट शालिग्राम पुगेर दर्शन गरेर फेरि पुनः यहीँ फर्कन सक्नुहुन्छ र अब अहिले बर्खा सकिएर हिउँदको समय भएको छ। तालको स्वरूप पनि राम्रो छ र अब डुङ्गा चलाउनको लागि डुङ्गा व्यवसायी दाजुले कुनै समस्या नरहेको र यदि पर्यटकहरू आउनुहुन्छ भने हामी आज भोलि नै अथवा अबको केही समयभित्र नै हामीले स्टिमर सेवा दिन सक्छौँ भनेर हामीलाई जानकारी गराउनु भएको छ र यदि अब तपाईहरु पनि एउटा चाहिँ विद्यालय सङ्घ संस्था र आफन्त साथीभाइ सबैजना मिलेर एउटा चाहिँ सामूहिक टुरमा आएर यो मिर्मी स्थित कालीगण्डकी हाइड्रो पावर ड्याम जुन कालीगण्डकी गाउँपालिका 7 मा पर्दछ र आदिमुहानबाट तपाईहरुले सेदिबेनी शिलासम्मको डुङ्गाबाट चाहिँ यात्रा गर्न सक्नुहुनेछ। स्टिमर चढिसकेपछि यो अलिकति धमिलो पानी आएको कालीगण्डकी नदी हो र यही बाटो भएर तपाईले विश्वविराट शालिग्राम सेदिबेनीसम्मको यात्रा गरेर शालिग्रामको दर्शन गर्न सक्नुहुनेछ र तपाईले डुङ्गा चढ्नुपर्ने स्थान स्टिमर चढ्नुपर्ने स्थान यो आदिखोला हो र यो तपाईले यहाँनिरबाट तपाईले त्यहाँ डुङ्गाहरू पनि देख्नु भएको छ।